मेरो गणित विषयको परीक्षामा 40 अङ्क मात्र आएछ। कति झापडले मेरो अङ्क 65 हुन्छ होला। निष्पक्ष निर्णायकज्यूहरू साथै विभिन्न माध्यमबाट मलाई हेरिरहनुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा नमस्कार। हाल कक्षा 11 मा कानुन विषय अध्ययनरत विद्यार्थी म रचित खड्का। आज म विद्यार्थी बालबालिकाहरूमाथि हुने शारीरिक दण्ड सजाय, उनीहरूको स्वास्थ्य, मानसिक स्वास्थ्य र भविष्यमाथिको खेलबाड हो भन्ने विषयमा केन्द्रित रहेर आफ्ना भनाइहरू राख्न गइरहेको छु। सजायको नाममा आफ्नो शारीरिक बलको जानाजानी प्रयोग गरी कसैलाई पीडा पुर्याउनका निमित्त गरिने गतिविधि शारीरिक दण्ड सजाय हो। यो केवल सजाय मात्र नभएर आत्मविश्वासको हत्या हो, कमजोरलाई झन झन कमजोर बनाउने सूत्र हो। यहाँ उपस्थित हामीमध्ये कतिजनाले आफ्नो विद्यार्थी जीवनमा शारीरिक दण्ड सजाय भोग्नुभयो। अझ सरल भाषामा भनौँ पिटाइ खानुभयो। एकपटक हात उठाइदिनुहोस् त। जति पनि हातहरू उठे यी सबै अन्यायमा परेका हातहरू हुन्। कहिले सोच्नु भएको छ त्यो एक झापड, त्यो एक लट्ठीले के परिणाम दिन सक्छ? हाम्रो समाजमा कमजोरीको परिभाषा अलि बढी नै बुझिसक्यौँ हामीले। हाम्रो समाजमा सफलता र असफलतालाई मापन गर्ने आधारहरू थुप्रै भए, तर प्रयास, सुधार, उपाय, हौसला, साथ यी सबै शब्दहरू हाम्रो समाजको शब्दकोशमा कहिले अटाएन। धेरैलाई थाहा नहुन सक्छ, नेपाल दक्षिण एसियाकै पहिलो र विश्वको 54औं राष्ट्र हो जहाँ बालबालिकामाथि हुने शारीरिक दण्ड सजाय पूर्ण रूपमा निषेध गरिएको छ। नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकको धारा 39 को उपधारा 7 ले के भनेको छ भने कुनै पनि बालबालिकालाई घर, विद्यालय वा जुनैसुकै स्थान वा अवस्थामा कुनै पनि किसिमको शारीरिक वा मानसिक दण्ड दिन पाइने छैन भन्ने कुरा उल्लेख गरिएको छ। बालबालिका सम्बन्धी ऐन 2075 पल्टाएर हेर्ने हो भने पनि दफा 66 मा बालबालिका विरुद्ध हुने कसुर लेखिएको छ। उक्त दफाको घमा घर, विद्यालय वा जुनैसुकै स्थानमा शारीरिक, मानसिक दण्ड वा अमर्यादित व्यवहार गरेमा बालबालिका विरुद्धको कसुर हुने भन्ने कुरा प्रष्ट लेखिएको छ। यद्यपि आजका दिनसम्म पनि नेपालका विद्यार्थी बालबालिकाहरूले शारीरिक दण्ड सजाय भोगिरहेको तितो सत्य हामी सबैलाई थाहा छ। विज्ञान र प्रविधिको यस युगमा नेपाली समाजमा रहेका अन्धविश्वासहरूमध्ये एक अन्धविश्वास शारीरिक दण्ड सजाय पनि हो। कहिले सोच्नु भएको छ एक झापड हान्ने बित्तिकै कुनै विद्यार्थीमा भएका नराम्रा बानीहरू हटेर जाने पनि त होइन। विद्यार्थीमा रहेका नराम्रा बानीहरू दण्ड सजाय दिएर हट्ने भएदेखि जति धेरै दण्ड सजाय जसले भोग्छ उनी विद्वान बन्ने थियो होला नि त। हामीले हाम्रो नेपालको शिक्षा प्रणाली सैद्धान्तिक र परीक्षा केन्द्रित शिक्षा प्रणालीबाट गुज्रिरहेका विद्यार्थी बालबालिकाहरूलाई वर्तमान विश्व परिवेशमा निकै चुनौतीहरू छ। अझ यसमाथि शारीरिक दण्ड सजाय जस्तो गतिविधिबाट अगाडि बढ्दै गर्दाखेरि कति विद्यार्थीहरूले डर, त्रासकै कारणले गर्दाखेरि आफ्नो रुचिको विषय र वास्तविक क्षमता पहिचान गर्न सक्दैनन्। यस कारणले गर्दा कैयौँ विद्यार्थीको भविष्य नै अन्नोलमा पर्न गइरहेको छ। विद्यार्थीलाई पढ्ने बनाउने, विद्यार्थीमा रहेका विभिन्न समस्याहरू समाधान गर्ने शारीरिक दण्ड सजाय बाहेक अन्य थुप्रै उपायहरू छन्। हामीले हाम्रा बालबालिकालाई अनुशासनमा राख्न भनेर दिइरहेको शारीरिक दण्ड सजायले गर्दा हाम्रा विद्यार्थी बालबालिकाहरू झन् अनुशासनहीन त भइरहेका छैनन्। हामीले हाम्रा विद्यार्थीहरूलाई सुधार्नका निमित्त दिएको शारीरिक दण्ड सजायले गर्दा उनीहरूको मस्तिष्कमा नकारात्मक प्रभाव त परिरहेको छैन। विद्यार्थीलाई, बालबालिकालाई टहलाउने न्युमा हामीले बाल अधिकारको हनन त गरिरहेका छैनौँ। यस्ता विषयमा अभिभावक, शिक्षक, विद्यालय वा सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ भन्दै आफ्नो भनाइहरू यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त, नमस्कार।